자, 비디오. हरेक सूर्योदय एक सम्झना हो। हामीसँग अर्को मौका छ भन्ने सम्झना हो। हामी हाम्रा सपनाहरू पछ्याउने, हाम्रा डरहरूलाई जित्ने र हामी वास्तवमा को हौँ भनेर बुझ्ने अर्को मौका। तर हामी कति पटक त्यो मौकालाई खेर जान दिन्छौँ। हामी कति पटक पछाडि बस्छौँ, आफूलाई पछाडि विगतमा धकेलिदिन्छौँ। जीवनलाई हामी त्यसै गुम्न दिन्छौँ। र अर्को कुरा, सफलता दिइँदैन, यो कमाइन्छ। यो अनगिन्ती घण्टाको कडा परिश्रम, दृढ सङ्कल्प र लचिलोपनको परिणाम हो। यो ती क्षणहरू हुन् जब तपाईँ पीडाबाट अगाडि बढ्नुहुन्छ, जब तपाईँ हार मान्न अस्वीकार गर्नुहुन्छ। याद राख्नुहोस्, प्रत्येक च्याम्पियन एकपटक एक प्रतिस्पर्धी थियो जसले हार मान्न अस्वीकार गर्यो। तिनीहरूले अवरोधहरूको सामना गरे, अस्वीकृति, असफलता, शङ्का। तर तिनीहरूले प्रत्येक पटक लड्दा उठ्ने छनौट गरे। सफलता अन्तिम होइन, असफलता घातक होइन, जारी राख्ने साहस महत्त्वपूर्ण छ। यी शब्दहरूलाई तपाईँको आगोमा इन्धन दिनुहोस्। र जब तपाईँ महानताको लागि प्रयास गर्नुहुन्छ, सम्झनुहोस् कि तपाईँ एक्लो हुनुहुन्न। आफूलाई ती व्यक्तिहरूसँग घेर्नुहोस् जसले तपाईँलाई प्रेरणा दिन्छन्, जसले तपाईँलाई माथि उठाउँछन्। सँगै तपाईँ असाधारण प्राप्त गर्न सक्नुहुन्छ। हरेक सानो कदमको महत्त्व छ। आफ्नो प्रगति मनाउनुहोस्, चाहे त्यो जतिसुकै नगण्य किन नहोस्। प्रत्येक कदमले तपाईँलाई तपाईँको सपनाको नजिक ल्याउँछ। एकछिन विचार गर्नुहोस् त, तपाईँ साँच्चै के चाहनुहुन्छ? तपाईँ कुन विरासत छोड्न चाहनुहुन्छ? उत्तर तपाईँभित्र छ। त्यसैले उठ्नुहोस्, कदम चाल्नुहोस्। आजको दिनलाई आफ्नो क्षमता प्रकट गर्ने, निर्णय गर्ने दिन बनाउनुहोस्, किनकि संसार तपाईँको चमकको लागि पर्खिरहेको छ। विश्वास गर्नुहोस्। प्राप्त गर्नुहोस्, प्रेरणा दिनुहोस्। ल वानमा यस पछाडि
बाई पुग्यो ए